सो हेलो गाइज वेलकम टु माई डेली भिडियोमा। अनि हिजोको भ्लग चाहिँ हजुरहरूले हेर्छन् मलाई। हिजोको भिडियो चाहिँ एकदम राम्रो थियो। मान्छे लड्यो भने भिडियो बनाउनु छोड्नु हुँदैन। हिजोको भिडियो चाहिँ एकदम राम्रो थियो। त्यो भिडियोको मुख्य पात्र यही आन्टी हुनुहुन्थ्यो। आज चाहिँ अनुहार कालो छ। अनि यो आन्टीले चाहिँ आज यो आन्टीसँग चाहिँ म के भन्छ त्यसलाई निगुरो खोज्न गएको। सो त्यो निगुरो चाहिँ मैले कस्तो खालको निगुरो ल्याएँ हजुरलाई खासमा चाहिँ निगुरो हो यस्तो ल्याउनु पर्ने, तर मैले लिएर आएँ। यहाँ त्योभन्दा अगाडि जुको हेरौँ, यो चाहिँ जुको हो। यस्तो निगुरो ल्याउनु पर्ने। मैले अब आन्टी मैले कस्तो निगुरो ल्याएँ यस्तो निगुरो लिएर आएँ मैले चाहिँ। यो चाहिँ एकदम मिठो हुन्छ, यो चाहिँ मिठो हुन्छ अरे निगुरो ल्याउनु पर्ने। कस्तो यस्तो होइन ल्याउनु पर्ने त, यस्तो निगुरो ल्याउनु पर्ने। बोकेर आए यस्तो निगुरो हुन्छ जिन्दगीमा। त्यो चाहिँ मेरो बुवा हो, यो चाहिँ मेरो घरको बुवा। खोइ अनुहार देखाउनु। अनि यो चाहिँ मेरो को भने होइन, यो चाहिँ मेरो परको रिश्तेदार हो। कस्तो भने यो चाहिँ मेरो बाउको आमाको बुढाको यस्तो। यहाँ सुन, मेरो बाउको आमाको बुढाको जेठी छोरीको छोरी। बुझ्नु भएन होला, बुवाको अनुहार देखिन्छ। त्यहाँ चाहिँ बुवा हुनुहुन्न। अनि यस्तै हो। अनि के गाइज आमाको के अरे यो दादाको चाहिँ छोरा हो। ए के भनेको फेरि आमाले जन्माउनु भएको यो दादाको बाबा हो। अनि यो दादाको बाबाको दिदी मेरो मम्मी हो। अनि मेरो मम्मीले मलाई जन्माउनु भयो कि यो दादाले चाहिँ त्यही दादा मामाले जन्माउनु भएको। ए भाडमे जब यसको दिमाग चाहिँ अलिक माइटिस भएको छ क्या। यहाँ कुट्दा केही भन्दिनँ, यहाँ कुट्दा मेरो दिमाग खराब नगर भन्छ यसले मलाई। देख्नु हो नि केटीको दिमाग जहिले नि घुट्नामा हुन्छ, हो कि न आन्टी? हो, यो कुरा चाहिँ सही हो। तर यी दाजुबहिनी पिटिकै मिल्दैनन्, कुटाकुट गर्छन्। गाइज अलिक राम्रो सम्झाउनुहोस् तपाईँहरूले। खोइ आन्टी के भयो? अरू भयो अब यति नै हो। तर दिउँसोभरि बस्छन्, सुत्छन्, भात मात्रै खान्छन्, उफ्रिन्छन्, काम केही गर्दैनन्। धानको भात यति खान्छन्, मकैको चाहिँ छुँदैनन्। अझ गाउँको ढेँडो दियो भने त हेर्दै म हेर्छु आन्टी, सरी म हेर्छु। कसैले हेर्दैनन्। यी बुढाबुढी छन्, बुबा आमा, यी बुढाबुढीलाई झन् काम लगाइ गर्छन्। गाइज सम्झिनु होला। यो दादा चाहिँ मेरो माइन्ड के भनेको खोजेको मेरो बहिनीले, तर भन्न भयो भ्याएन। तर यी बुढाबुढीलाई कामै गर्दैनन्। यी दुईजना दाजुबहिनी म त ठिक छ, म त छोरो मान्छे हो, त्यति साह्रो ठिक छ होइन। छोरी मान्छे घरको सबै काम गर्नुपर्ने हो कि होइन? अब हामी हिजोको सिग्मा आन्टीसँग भेट्न जान्छौँ। हिजोको सिग्मा आन्टी चाहिँ एकदम भाइरल हुनुभएको छ। त्यो आन्टीसँग चाहिँ म जाँदिनँ। आर्जुले गएर भिडियो बनाउँछ। यो चाहिँ मेरो बहिनी हो, लुजाउ। सो गाइस हामी चाहिँ जाँदैछौँ। आन्टी उहाँ हो हाम्रो छेपाटे भन्ने आन्टी। पढ्नमा एबिसिडी टिकटक भाइरल चम्रा नछिरेर। उयो चाहिँ हाम्रो बुवा हो, जाँदै गरेको। अनि हामी चाहिँ यहाँ यस्तो राम्रो अँध्यारोमा यस्तो राम्रो भ्यू छ गाइस। होमवर्क गर्ने पढ्ने सबै सकिसक्यो होमवर्क चाहिँ। उयो चाहिँ हाम्रो मन्दिर हो। म पक्रिन सिकाइन्छु, म तिमीलाई पक्रिन सिकाइन्छु। यस्तरी पक्रिने, यस्तरी अनि यस्तो गर्ने, यस्तो गर्ने। सो गाइस आजको लागि चाहिँ यति नै। हजुरहरूलाई भिडियो मन पऱ्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु भाइ। सो गाइस हामी चाहिँ आज यहाँ केही गरेको छैनौँ, तर म माइन्टिस्ट हो, त्यसैले म भाइरल भइसकेको छु माइन्टिस्ट भनेर। अनि के यो दादा चाहिँ हाम्रो दादा हो। यस्तरी बनाउने। यो फेमस आन्टी हो। अर्को आन्टी हुनुहुन्छ, छेपाटे आन्टी। आज चाहिँ म बसन्त नै बस्नको हेलो गाइस, आज चाहिँ म नाच्न जाँदैछु। भएन भने त यहाँ आऊ, यहाँ
सरी गाइस यता भएन त्यसले म यता आउँछु ठमक ठमक ल पिटु आनको ठुमक ठुमक जपे टुबा हाया बटुना छमछमा पाया बच्ने के यार अलि उता उता पार्नु न त्यो ताल हातमे चूड़ी छन राज अनि कोनु देसा लेके भयो चाच छैन आन्टी मेरो तू ही आते आते हैं ये सुहानी जरा खोना दे स्यास्या भइसक्यो तर यहाँ सुन दे केते आए हम भूपन से यस्तो आज घुमे तो कभी लिंक्डइन तेरे से आओ कभी अपेली पे 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 अब ऊ आएपछि फेरि तू भयो तू